हेलो नमस्ते वेलकम टु माई अनदर ब्लग। आजको ब्लगमा तपाईँहरूलाई स्वागत छ। हामी चाहिँ आज घर जाँदैछु र अब चाहिँ पुरै रेडी सेडी भइसक्यो, पुरासम्म पनि रेडी भयो होइन। अनि रेडी भयो। अब चाहिँ हामी त्यहाँ धेरै कुरा हेर्नुपर्छ। त्यहाँ अस्ति हामीले चाहिँ बोट लगाएर त्यो हेर्छु। एउटा सर चाहिँ यहाँ आउँदैन छ। यो चाहिँ रिसिगल फ्याक्ट्री भनेको चाहिँ लाहानको एकदम फेमस हो। अनि हामी चाहिँ यहाँबाट पानी लिएर जाने, किनकि हाम्रो गाउँमा भइरहेछ फुटबलको म्याच भइरहेछ। अनि त्यहाँ चाहिँ आफ्नो तर्फबाट मैले चाहिँ पानी एभाइलेबल गरिदिएको छु त्यहाँ। अनि यो चाहिँ हामीसँग सायद यो गाडी जान्छ, नभए यो गाडी जान्छ। अनि त्यहाँको फिल्ड देखाउँछन्। त्यसपछि अब सायद हामी 4 गते त्यहाँबाट स्टार्ट हुनेवाला छ म्याच। अनि पानी चाहिँ यहाँबाट लिएर जाँदैछ, हाम्रो गाडी यो जान्छ। पानीको गाडी आउन टाइम लाग्यो। अनि हामी चाहिँ जाँदैछौँ अब पर्खिङ लिने एउटा कुनै राम्रो अलिकति दामी टाइपको चाहिँ हो श्रीजी डिपार्टमेन्टवाला हाम्रो। हाम्रो चाहिँ गाडी आउन टाइम लाग्ने भयो सायद पानीको, अन्त श्रीजी डिपार्टमेन्ट। गाडी आउँदैछ। अनि हामी चाहिँ गाउँको बाहिर छौँ। अब चाहिँ एकछिनपछि गाउँ छिरिहाल्छु। यो गाडी गयो। यो चाहिँ लक्ष्मीपुर हो। यहाँ चाहिँ लक्ष्मीपुर होइन, यसलाई चाहिँ त्यसको नाउँ चाहिँ टिली हो। टिली भन्थ्यो। अनि त्यसपछि हाम्रो गाउँ चाहिँ अब चाहिँ स्टार्ट भयो। हाम्रो गाउँ स्टार्ट भयो। हाम्रो गाडी जाँदैछ त्यहाँ। यता हो यता रेकर्ड लेख्दैछु। हाम्रो पानी चाहिँ पनि पुगिसक्यो। पानी हामीले चाहिँ अस्ति लगाएको छु यो। अस्ति तपाईँको भिडियो तपाईँलाई देखाउँदै थिएँ नि, त्यो हालेको छु नि प्रोजेक्ट भनेर त्यो। अनि त्यसपछि यो एगो लुची घाँस सुइगल छ यार। पानी देले त नहीं पर्ती है। लुची के गाछे सुइगल छ एगो। यो चाहिँ छ फेरि एगो गाछ सुइगले। एगो एउटा चाहिँ त्यहाँ चाहिँ सुकिसकेको रहेछ। यो चाहिँ ठिकै छ, एकैटा लाग्ले यार। ये फूल लेकिन फुलाल छ। अतबेटा बोला छोटे से फुलाई फूल। ये तो लाई गए ना, आप नहीं मोड़ते।